हेलो एभ्रिवान, वेलकम छ हजुरलाई आजको मेरो डेली मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि साथीहरू, आज चाहिँ म कहाँ गएँ अनि के गरेँ आउनुहोस् मसँग पुरा भिडियो हेरेर थाहा पाउनुहुनेछ। म, मम्मी, बाबु अनि मेरो भाइ हामीहरू चाहिँ जान लागेको छौँ नेपालगञ्ज। अनि हामीहरू चाहिँ राजादेखि नेपालगञ्जको अटोमा पनि बसिसक्यौँ। अटोमा बसेर चाहिँ हामीहरू जाँदैछौँ अब नेपालगञ्ज। अनि साथीहरू, हामीहरू चाहिँ एक लाइनतिर पनि पुगिसक्यौँ। अनि नेपालगञ्जतिर चाहिँ त्यस्तो पानी परेको थिएन, यता अगाडि चाहिँ लास्टै पानी परिरहेको रहेछ क्या। अनि पानी परेर मेरो चाहिँ आधा शरीरभरि भिजिसकेको थियो। अनि यो चाहिँ पर्दा मैले लगाएको थियो, अलि पानी चाहिँ आएको थिएन। अनि मेरो बाबु चाहिँ घरमा सुतेको थिएन क्या, त्यही भएर अटोमै सुत्यो। अनि मैले चाहिँ बाबुलाई सुताएको थिएँ। अनि अटोबाट झरेर चाहिँ अब हामीहरू जाँदैछौँ भेरीतर्फतिर, हस्पिटल जानु लागेको छौँ हामी चाहिँ बिमारीलाई भेट्नको लागि। अनि बिमारलाई भेट्न जाँदा पनि के खाली हात जानु भनेर चाहिँ मैले अलिअलि फलफुल लगेर गएँ। अनि यस्तो बाबुलाई भिडियो बनाउनु पठाएको त पुरै भिडियोभरि हल्लाइदिएको छ कि। अनि मेरो भाइले चाहिँ भिडियो नै बनाउन नजानेर कहिले तल गराइरहेको थियो, कहिले माथि गराइरहेको थियो, कहिले अगाडि गइरहेको थियो होइन, भिडियो बनाउन आएर। अनि मम्मीले चाहिँ बाबुलाई अगाडि अगाडि लगेर जानुभएको थियो। अनि म चाहिँ यहाँ पछाडि भिडियो बनाउने भनेर पछाडि अलि पछाडि छोडेको थिएँ साथीहरू। अनि म चाहिँ भित्र पनि आइसकेँ, म चाहिँ बिमारलाई भेटेर पनि आइसकेँ। तर भिडियोभित्र चाहिँ बनाउन पाइनँ मैले, त्यस्तो भिडियो चाहिँ बनाउनु पनि हुँदैन साथीहरू। अनि कसलाई चाहिँ केसको टेन्सन, मलाई चाहिँ भिडियो बनाउनुको टेन्सन भने जस्तै भएको थियो कि साथीहरू आज चाहिँ। अनि म चाहिँ खासमा दिदीलाई भेट्न आएको, दिदीलाई चाहिँ 2-3 दिन भइसकेको थियो यहाँ भेरीमा राखेको चाहिँ। अनि हाम्रो चाहिँ बिहान आएको थियौँ क्या। अनि बिहान आयौँ अनि 1-2 घन्टा त्यस्तै बस्यौँ, यताउता गऱ्यौँ होइन। अनि दिदीको चाहिँ 4-5 बजेतिर बच्चा जन्म्यो क्या। अनि बेथा लाउने सुई लाउनु भएको रहेछ, औषध पनि दिनुभएको रहेछ। अनि 4-5 बजेतिर चाहिँ बच्चा जन्म्यो। बच्चा जन्मेर चाहिँ बच्चालाई भित्र राखेको छ र आमालाई त बेडतिर सारेको छ। जे जस्तो भए पनि साथीहरू 1-2 दिन लागे पनि, अलिअलि गाह्रो भए पनि, तर सिजर चाहिँ गर्नु परेन के, नर्मल नै जन्म्यो होइन। धेरै खुसीको खबर। अनि मम्मीले चाहिँ यता जाउलो खुवाइदिँदै हुनुहुन्छ। अनि जाउलो र ज्वानोको झोल खुवाइदिनु भन्नुभएको थियो अघि चाहिँ डक्टरले, त्यही भएर हामीले चाहिँ जाउलो र ज्वानोको झोल खुवाइदिउँ खाना भनिरहेको थियो। हामीले चाहिँ जबरजस्ती ज्वानोको झोल र जाउलो सबै खुवाइदिउँ। अनि खुवाएर चाहिँ म यस्तो एकछिन बाहिर आएँ, मम्मी चाहिँ भित्रै हुनुहुन्छ। अनि ठुलोमम्मी चाहिँ छिटो कपडा लगेर जानुभयो कि, मतलब बच्चालाई अब बाहिर ल्याउने होला नि त, त्यही भएर चाहिँ ठुलोमम्मी कपडा लगेर जानुभयो। अनि फाइनल साथीहरू ठुलोमम्मीले चाहिँ बच्चालाई बाहिर लिएर पनि आइसक्नुभयो। हेर्न सक्नुहुन्छ बेबी बोय चाहिँ यस्तो हुनुहुन्छ। अनि बेबी बोयको बाबा चाहिँ यहाँ हुनुहुन्छ, एकदमै खुसी हुनुभएको थियो कि पहिलो सन्तान चाहिँ छोरी हो, अब दोस्रो सन्तान चाहिँ छोरा भएको थियो। एउटा छोरा एउटी छोरी पो होइन, धेरै राम्रो भयो। अनि बाउ चाहिँ एकदमै खुसी हुनुभएको थियो। हामी सबैजना चाहिँ एकदमै धेरै